guys, we are finally here at Chhare Bazar. This is me and this is Mr. Yogesh Adhikari. As you can see here, हामी Chhare Bazar आइसक्यौं. गोसाइकुण्ड जान्छौं. We are excited guys. Woo! We are so much excited. As you can see, अघिको हाइलक्सलाई हामीले टपिसकेका छौं. We can do anything if we can. कति छिटो हो. सो गाइज अहिले चाहिँ हामी बेद्रावती खोलामा छौँ. नदी भन्दा नि हुन्छ, खोला नदी भनौँ, हल्का गङ्गा हो यो चाहिँ एउटा. यहाँ चाहिँ श्राद्ध गर्न धेरै मानिसहरू आउनुहुन्छ. एज यु क्यान सी बेद्रावती बजार इज हियर. यो त छ बेद्रावती बजार. वी आर एक्सप्लोरिङ नेपाल. बस्न हिँड्दै जाउँ होइन. सकिएछ भने आजै लगाइदिउँ न यार. के ठुलो कुरो गर. So guys, we are finally here at Dhumse. Yes. What a oh my goodness. यत्रो हिमाल मुनिको यो सुन्दर दृश्य देखिएको. You can also see. So guys, हामी चाहिँ अहिले यहाँ मामा भान्जा होटेलमा छौँ. एज यु क्यान सी हियर हामी ठ्याक्क अहिले आइपुग्यौँ अनि खाना खाँदैछौँ. अब एज यु क्यान सी हियर यो चाहिँ बाइक राख्ने लास्ट स्टप पनि रहेछ. अनि हामीले यहाँ राख्यौँ. हाम्रो चाहिँ बाइक राखेर अलि मिलाइदिन्छु भन्नुभएको छ. मिलाइदिन्छु भने मतलब पैसा सस्तो गरिदिन्छु भन्नुभएको छ. ल थ्याङ्क यू. यो क्षेत्र सफा राख्न मद्दत गर्नुहोस्. सफा ठाउँ सुरक्षित ठाउँ वातावरण सफा बनाउन हामी सबैको दायित्व. भात आयो, भोक लाग्यो. हामी एकदम भेज खाना खानेछौँ. यो गदाको र उसको क्रस हो कि. हामी मामा भान्जा लजबाट खाना खाएर गोसाइकुण्ड तर्फमा छौँ. अब हाम्रो यो ट्रेल करिब 1 दिनको हुन्छ. भोलि बिहानसम्म हामी गोसाइकुण्ड पुग्छौँ. राति चाहिँ बस्छौँ कतै र सुत्छौँ. हाम्रो ट्रेक यसरी जाँदैछ. ठिक छ, यात्रा शुभ छ, राम्रो छ. यो चाहिँ प्राकृतिक चाहिँ चराचुरुङ्गीको चाहिँ नि स्वरहरू नै सङ्गीतमय भएको छ. हाम्रो यात्रा एकदम र यात्रा यसै गरी अगाडि बढ्दै जानेछ. Hello. हाम्रोलाई सेभ गर्नुपर्छ है. हजारौँ माइल हजारौँ माइल पार गर्न एक पहिलाबाट सुरुवात हुन्छ गोसाइकुण्ड.
शुभ वन्दना दोहोऱ्याउने यो क्यामेराको अगाडि छुट्टै बोलिँदैन जे बोलियो लाइभ बोलियो सक्यो जे बोल्यो लाइभ बोल्यो नो नो सक्यो त्यो प्रिटेन्ड गर्नै आउँदैन अर्ग्यानिक भ्लग ओ माई गॉड द्याट्स awesome दिस इज लाइक ए हेभन मन्दिर तर यो के हामी नहिँड्नेलाई चाहिँ अलिकति गाह्रो हुने कि बानी नभएकोलाई त गाह्रो पर्छ दिस इज द डे 1 धुन्चेबाट करिब 1 घन्टाको यात्राबाट हामी अहिले अलिकति माथि आइपुगेका छौँ मसँग विशाल छ विशाल चाहिँ अहिले नियाल चलाइरहेछ म आनन्दसँग यहाँ शीतलमा बसेर डे 1 को भ्लगको तयारी गर्दैछु You? Where are you from? Holland. Do you know Erling Haaland? Great footballer. He is from Holland and he's No, Haaland is not from Holland. I thought you were wearing a Messi shirt. I saw Argentina, so I hope the shirt will help you when you grow up. yes. On the way to Gosankunda. Yes. Yeah. We're on the way to Gosaikunda. Okay, have a nice time. Bye-bye. Safe journey. Thank you very much. अहिले झाडीमा यसो हल्का घुमाएर गएको कस्तो बोलो भने फेरि लास्ट पोल्ने रहेछ हल्का भएर आउनु हो यस यस म्यान अहिले अलिकति हिँडेर अलिकति माथि हाइटमा आइपुगेका छौँ अनि सँगसँगै विशाल पछि अङ्कल अलिकति यो शीतल मनोरम वातावरण भएको अन गर्दैछु So guys, we are on the way to Gosaikunda. We are so much excited. बिजिनेस हो Yeah. Yeah. अलिकति उकालो चढेर अलिकति शीतलमा एकछिन बस्न मनले चाह्यो अनि आउँदा आउँदै अब
हाम्रो पहिलो डेस्टिनेसन जुन देउराली थियो त्यो पनि हामी पुगेका छैनौँ। अब एकछिन टाइम विशाल ल कान्छे बतास चल्यो बाबरी फुलको बासना सुन मेरो निर्माया यो निकान्छ नेपाल सरकार वन तथा वातावरण मन्त्रालय राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण विभाग हामी अहिले लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय धुन्चे रोसोमा छौँ। हामी अहिले देउराली भन्ने ठाउँमा आइपुगेका छौँ। यहाँबाट करिब धुन्चे ओह्रालो लाग्ने हो भने 1 घन्टा जस्तो लाग्छ। त्यस हामी उकालो चल्नु चाहिँ हामीलाई ठ्याक्कै 3 घन्टा लागेको छ। 3 घन्टा उक्लिन 1.5 घन्टा लाग्छ। फ्रीको स्पोन्सर भइरहेछ यो सब देउराली भनेपछि केही जहाँ गयो नि नाम भइहाल्छ। हामी चाहिँ यहाँ आइसकेका छौँ। पानी एकदमै काकाकुल नै भएको थियौँ हामी। त्यहाँ पानी चाहिँ खायौँ हामीले। यता दाई हुनुहुन्छ, दाईले धेरै हेल्प गर्नुभएको छ आज हामीलाई। तपाईँको नाम भनिदिनु त? मेरो नाम निमा शेर्पा। निङमा शेर्पा हो। कता हो घर चाहिँ तपाईँको? घर मेरो ओखलढुङ्गा। ओखलढुङ्गा हो। अहिले चाहिँ कता बस्नुहुन्छ तपाईँ? अहिले म यतै रोसो माथि चन्दनबारी बस्छु। चन्दनबारी बस्नुहुन्छ उहाँ दाई चाहिँ। हाम्रो र दाईको गन्तव्य आजको गन्तव्य एकै ठाउँ रहेकोले पनि हामीलाई धेरै नै सहिलो भएको छ। यसरी यहाँको स्थानीयको हस्पिटालिटी भनेको नै यही हो, आत्मीयता भनेको नै यही हो। यहाँ योगेश दाई चाहिँ स्टिकर टाँस्न लागिरहनु भएको छ। एज यु क्यान सी हियर हाम्रो स्टपमा स्टिकर टाँसेका छन्। स्टिकरको साइज सानो भएर चाहिँ हामी केही मोडिफाई गरेर बनाउँछौँ। Namaste. How was your trip? Good, very good. Hope you had a great trip. Thank you. Have a nice break. You too. वन्दना कस्तो फिल भइरहेछ? जिन्दगीमा गदा भयो 2 किलो बोकेर। भोलि उहाँ पुगेपछि त मेरो 3 किलो जति घट्छ फुल। सो गाइस अहिले चाहिँ हामी कुन ठाउँ रे देउरालीबाट उकालो लागेछौँ। कुन ठाउँ जाँदैछौँ? हुन्छ जे पनि नाम मनाइदिइराख्ने।
That not one again. I need to say. बसेर ठा नाचिहाल्ने हो कि लागे नाच नाच बारेली कम्मर भाँच नाच 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 झुल्के नाच तलबाट ठुलो बक्खु भन्ने आउँदैछ ए How do you feel? I'm feeling good, but अहिले हामी ढिम्सा लाङटाङ नेसनल पार्कको यो चन्दनबारी जाने बाटोमा छौँ चिसो चिसो मौसम ढिम्साबाट हामी पासतिर मलाई छौँ
चन्दनबारीको यात्रा अलिअलि गाह्रो, त्यस्तो कष्टपूर्ण त थिएन, तर अलिअलि गाह्रो हुँदा पनि हामी यहाँसम्म बिस्तारै हाम्रो जति क्षमताले हामी हिँड्न सकेका थियौँ त्यही बलले हामी यहाँसम्म आइपुगेका छौँ। अब अलिकतिमा हामी बस्ने ठाउँ आउँदैछ, हाम्रो बहिनी पनि अब बिस्तारै हिँडेर आउँदैछन्। अब अलिकति मात्र, अब 10 मिनट मिनालाई 10 मिनट भन्ने आएको छ, 10 मिनटमा हामी आउँछौँ। तर यहाँ आइसके पछाडि चाहिँ एउटा छुट्टै कस्तो भन्ने यो शब्दमा कुनै एउटा बयान गर्न नै म सकिरहेको छैन। एकदम ठुल्ठुला रुखहरू छन्, I can explain. झ्याउ पलाएका रुखहरू। Totally amazing. होटेलको चाहिँ हिँड्नु छैन, माथि छैन, खाली छ। कसरी दिनुहुन्छ बाती साँच्ची? माथि जानु अब एकदम मिलाएर दिनुहुन्छ, धेरै धेरै पनि दिनुहुन्न। हो र? कति टाइम लाग्ला हामी आनन्दले बिस्तारै हिँड्दै बिस्तारै गयो भने हामीलाई चाहिँ बिस्तारै गर्ने तपाईँहरूले धेरै लागि ए हामी त पुग्छौँ। त्यहाँ हाम्रो त्यहाँ जानु है, फोटो फोटो खिच्न, फोटो खिच्न, जानु न है, म पठाएको छु भनिदिन्छु क्या। फोटो खिच्न। नेटवर्क दिन्छ त त्यहाँ एडिसीको नेटवर्क विशाल चौचौ किन्नुपर्छ है क्या? तपाईँ कहाँ होला नि अहिले जाँदा त त्यहाँ महँगो हुन्छ, यहाँबाट जानु नि बरु। त्यति धेरै अहिले छ टाउचो छैन? चार्ज छैन। टाउचो मसँग बदामहरू छ कि फेरि धेरै आइटम छ, यो भारी मात्र हुन्छ सर। जाउँ हुनु न पुसे दिदी यहीँ बस्छौँ है दिदी, मिलाएर दिनुहुन्छ नि? नाम के हो? भन्दैन है मिलाएर। नाम के हो? यहाँ छ कार्ड, कार्डमा भएपछि भयो। हामी 6 जना हुन्छौँ, 2 जना आउँदै हुनुहुन्छ लाङटाङ। यहाँ सुन्नु न, 2 जना, 1 जना बुढा, 1 जना बुढी पार्टीबाट चन्दनबारी जाने क्रममा र यहाँबाट चाहिँ एकदमै राम्रो भ्यू देखिया छ। त्यो तलको झ्याम्म परेको घरहरू, रेस्टुरेन्टहरू भनेको चन्दन पार्टी भयो। चन्दन पार्टीबाट यो हामीले देख्न सक्छौँ भ्यू। आकाश भन्दा तल बादल छन्, बादल धेरै तल छ, निकै नै तल बादल। म अहिले चाहिँ ठ्याक्कै टावरमा बसिरहेको छु, टावरमा छु म। टावरबाट चाहिँ आफ्नो भ्यूको मनोरम दृश्यहरू एकमुष्टमा हेर्दैछु। र फेरि यो बादल, बादलभन्दा तल करिब 3 बजेको समय थियो। हामी धिम्सा पुगिसकेका थियौँ, तर हाम्रो गन्तव्य भने चन्दनबारी थियो। मामा घरपट्टिबाट पनि 2 जना आउँदै हुनुहुन्थ्यो। उहाँहरूलाई कुर्दा कुर्दै जाँदा हामी 5 बजे चन्दनबारी पुगिसकेको थियौँ, तर उहाँहरू भने अझै 30 मिनट जति तल हुनुहुँदो रहेछ। एकछिन कुर्दा कुर्दै उहाँहरू पनि आइपुग्नु भयो र थकाइ मारेर कुरा गर्दै गर्दा आज चोलाङपाटी गएर बसौँ भन्ने प्रस्ताव राख्नुभयो। थकै त लागेको थियो, तर पनि हिम्मत भने उत्तिकै थियो। करिब 6 बजेको समयमा हामी चन्दनबारीबाट चोलाङपाटीको लागि हिँड्यौँ।
झमक्क साँझ त परिसकेको थियो तर कतै कतै जङ्गली जनावर आउने हो कि भन्ने डर थियो तर हिम्मत भने उत्तिकै थियो। करिब 2 घन्टापछि चोलाङपाटी पुग्यौँ र पहिलो रात त्यहीँ बस्यौँ। हामी अहिलेको तलको बाटोबाट करिब 25 मिनटको यात्रा। सो गाइस आवर वान अफ द डेस्टिनेसन चोलाङपाटी हामी आइसकेका छौँ। एज यु क्यान सी त्यहाँ बत्ती बलिरहेको छ। अहिले समय रातको 7:45 भएको छ, करिब करिब 8 बज्न आँटिसकेको छ र सो गाइज अहिले हामी कहाँ छौँ? चोलाङपाटीमा आइसकेका छौँ। हाम्रो ग्रुप यता हुनुहुन्छ, अर्को 8 जना पनि चितवनबाट आउँदै हुनुहुन्छ। उहाँ पनि हाम्रो ग्रुपभन्दा कम हुनुहुन्न। सो अहिले चाहिँ हामी यहाँ चोलाङपाटीमा छौँ। यो लजको नाम के भन्नुभयो? लाङटाङ लेरुङ लजमा छौँ अहिले हामी। यसको नम्बर पनि राखिदिन्छौँ, हजुरहरूले कन्ट्याक्ट गरेर आउन सक्नुहुन्छ। यहाँ एज यु क्यान सी हामी रमाइलो गरिरहेछौँ। अहिले नाचगान हुन्छ यहाँ। सो टिल देन फाइनल्ली कि लौरी दिनतिर फाइनल्ली हामी चोलाङपाटी आइपुग्यौँ। अब सुत्नको लागि ओछ्यान र खानको लागि खाना भइसकेपछि र डङ्ग यो ज्याकेट लाएर यसरी ढलेपछि छ एकदम रिलिफ फिल हुन्छ है। तर अहिले चिसो मौसम हो। म त यो जुत्ता लाएर हिँड्न सकेन भने चप्पल लाएर हिँड्ने ल्याउनु। So guys, we are finally in the bedroom. चिसो है, Totally amazing, man. टोटली अमेजिङ, बट अलिक चिसो मौसम चिसो छ। त भइहाल्छ नि। ओहो ज्याकेट लाएर पनि। सो गाइज अहिले चाहिँ हामी खाना खाँदैछौँ चोलाङपाटीको बेलुकाको खाना। उता बाबाले सुरु गरिसक्नुभयो, यता मामा खाँदै हुनुहुन्छ, यता माइजू अब अवस्थामा बस्दै हुनुहुन्छ, बन्दै आयो उता, दाइ यता हुनुहुन्छ, म यता छु। अब खान्छौँ हामी। अब टाइम ल्याप्स राख्नको लागि ब्याट्री छैन। फाइनली अहिले बिहानको करिब 5 बजिसकेको छ। अब बिस्तारै उठेर हामी हिँड्ने तर्खरमा छौँ। सब चिसो मौसम, सबैजना ढलिराख्नु भएको छ है। 5 बजेर पनि यसै गरी समय। आज 29 अक्टोबर हो। हामी चाहिँ आज हाम्रो डेस्टिनेसनमा गोसाइकुण्ड लेक जाँदैछौँ। यहाँ चाहिँ केही यो एलिभेसनको कारणले सास फेर्दा पनि यो नाक टालिने यस्तो समस्या भइरहेको छ। पानी एकदमै चिसो छ। हामी यात्रा गन्तव्यतिर अब उठेर लाग्दैछौँ। आउँदैछु। सो फाइनली यो बिहानको समय छ, 5:30 बजेको समय। यहाँबाट हिमालहरू छर्लङ्गै देख्न सकिन्छ र तुषारले सेताम्य भएको छ सबै यहाँका ठाउँहरू र अगाडि हिमाल पनि बलेकै छन्। यहाँ ठ्याक्क अगाडि सामान्यमा लाङटाङ रेन्ज देखिन्छ। सो गाइस, म विशाल अधिकारी। अब हामी चाहिँ यहाँबाट गोसाइकुण्ड हाम्रो यात्रातिर लम्किँदैछौँ। पछाडि लाङटाङको माउन्टेन रेन्जहरू देखिरहेको छ। एज यु क्यान सी, ओ माई गुडनेस। उता टाढा देखिएको गणेश हिमाल, यता देखिएको लाङटाङ। एज यु क्यान सी हियर हामी यो बाटो जाँदैछौँ। अब 1.5 घन्टामा लौरी बिना उक्लिने भन्ने हाम्रो लक्ष्य छ। How do you feel, guys? This is totally amazing. How do you feel, बन्दना? अगाडि हिमाल देखिरहेछ So beautiful. है। यो यहाँ सुन्नु त, Elegant. 2 बजेपछि यहाँ यो हिमाल हेर्न सकेन किनभने दिउँसोभन्दा अगाडि हामी आउनुपर्छ। माथि रेन्ज हिमालको रेन्जेस देखिरहेछ, गणेश हिमाल, यो बादलले छेके पनि होइन, अनि एक त्यस छिनै पछाडि मुड छ अरे के यो रेन्जेसहरू यहाँबाट प्रष्ट देख्न सकिन्छ। बादल पनि तल लागिरहेछ। अहिले यो समय 6 बजेको समय छ। 6 बजेको समयमा निकै एकदम रमाइलो दृश्य, यहाँबाट मनोरम दृश्य हेर्न सकिरहेछौँ। चिसो मौसममा फेरि यहाँबाट हामी लौरी बिना पुग्छौँ। अब 2 घन्टाको ट्रेकपछि लाङटाङ राष्ट्रिय निकुञ्ज धुन्चे रसुवा, यहाँ हाम्रा रेड पाण्डे र बोर्ड साइडको यो दृश्य
हिमालको रेन्ज भ्यू टोटली अमेजिङ विशाल Hello! We are so much excited to reach Gosai Kunda. This is totally amazing, man. Totally amazing. Woo! Yeah. Here's the scenario, guys. Here's the scenario. चलाइपाटीबाट हामी करिब 30 मिनट उकालो लागिसकेका छौँ ठाडो उकालो ठाडो उकालो लाग्दाखेरि चाहिँ लौरी बिनासम्म अब 1.5 घन्टाको यात्रा हामी यहाँबाट हिँड्नेछौँ तलपट्टि New Balen in the town, guys. New Balen. Woo! This is totally amazing, guys. Totally amazing. गाइस हिमालको लुक्स विशाल गीत गाइदिनु भयो पहिला मेरो सरगम जान्छ सरगम This is the view from Gosai Kunda, लौरी बिना हामी आइपुगेका छौँ अब यहाँबाट मनोरम दृश्य हेर्दै हामी गोसाई कुण्ड लाग्नेछौँ अब करिब 1 घन्टा त्यतिन्जेलसम्म यो यात्रालाई मनोरम बनाउन हामी अगाडि बढ्नेछौँ र यो भ्यू एकदमै सुन्दर छ एकदम धन्यवाद पैसा कति लिनुहुन्छ होइन बजाउने ल यो एकदम स्वादवाला चाहिँ मेरो भिटामिन आयो यो त एकदम पानी पहिला खाइहाल्नु त बाबु को खाने होइन यो अलिअलि हालो सबै हालौँ मेरो चाहिँ नहाल्नु एउटा नहाल्नु मलाई चाहिँ अलि हालौँ है म चाहिँ अलि खानीमै पर्छु तिमीलाई कति भयो बरु तातो पानी कम तताएरै हामी नेपालीको सेन्टेन्स नै नमिल्ने है भन्दा एक्सेन्ट है त मिल्ने हो तर यो यस्तो मिल्छ नि एक्सेन्ट नमिलेर He does always fafe, so no one can listen carefully. So guys, अहिले हामी चाहिँ लौरी बिनाको उकालो छौँ एकदमै ठाडो छ
Visitors can contribute in conservation of Lake Gosaikunda and Langtang National Park area by bringing up following things into practice. Disposal of garbage in proper location, no open defecation, do not disturb wildlife, its habitat and surrounding during the trek. Do not break trek branches for making stick during trek. Trek in harmony, peace. 4 जन्ने पदार्थ ठिक ठाउँमा राख्नु. जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी. ठाडो छैन तर 1300 भए पनि अलिकति उकालो फिल भयो कि. तल्लो लेभलमा भएदेखि सक्थ्यो. हुँदैन यो अक्सिजन कम हुन्छ नि. हजुर मिठो होस् या तितो यात्रा अलिअलि डाँडो चढेर अब गोसाइँकुण्डको अलिकति भ्यू देखिने ठाउँमा आइपुग्यौँ. साथीहरू आउँदै हुनुहुन्छ. म चाहिँ अगाडि अलिकति अगाडि भएको भएर हिँडिरहेको छु. एकदमै मनोरम दृश्यलाई यो क्यामेरामा कैद गर्छु. सो गाइज अहिले चाहिँ हामी भैरवकुण्डबाट केही कोस माथि छौँ. अब गोसाइँकुण्ड पुग्न लागिसकेका छौँ हामी. भनिन्छ भैरवकुण्डभन्दा गोसाइँकुण्ड ठुलो छ. ठुलो छ अरे पनि म चाहिँ फर्स्ट टाइम भएर कस्तो हुन्छ रियाक्सन देखाउन चाहन्छु हामी सबैको देखिने ठाउँ. फाइनली गाइड गोसाइँकुण्ड आइपुग्यो. हजुर मन्दिर यताबाट जानु. एक्चुअली म यहाँबाट भ्यू हेर्छु. यही भ्यूको लागि यहाँ कति यात्रा गरिरहेछ. फर्स्ट अफ अल भ्यू दिस इज गोसाइँकुण्ड गाइड.
फाइनली गाइस नुहाएको छ है पूजा गर्दैछौँ। पानी यति चिसो रहेछ कि त्यो पानीले चाहिँ अहिलेसम्म पनि हात पठाइदिइरहेछ। टाउको अझ पनि झनन्न ढुङ्गा हानिरहेछ। यहाँका हिँड्ने ढुङ्गाहरू सबै चिसो नै छन्। अलिकति यो 43-80 मिटरको हाइटमा चिसो चिसो मौसममा पूजा गर्नको लागि पनि एकदमै सङ्घर्ष पुरो नुहाइ भयो। ओम चिसो त्यहाँ त Everybody's here. ताल जति हेऱ्यो उति हेरौँ लाग्ने दृश्य। कोही ध्यान तपस्या त कोही नुहाएर बसिराख्नु भएको छ एकदमै। नेपालीले चाहिँ होइन ट्रिपमा खैरे भेट्यो भने सोध्ने एउटै मात्र हो कि वेयर आर यु फ्रम, लाइक वन्दना इज अल्सो सेइङ वेयर आर यु फ्रम सबैको के त्यही नि। अनि हाउ इज नेपाल, अरे यार ब्युटी भएर त हेर्न आएको नि हाउ इज नेपाल भन्नुपर्छ। सेक्न लागिरहेछ, तुवालो तलतिरबाट आइरहेछ कुहिरो र ताल चाहिँ एकदम यो गोसाइकुण्ड ताल चाहिँ एकदम क्लियर देखिरहेछ। हिमाल पनि अरू बेलाको समयमा चाहिँ अलिकति यसै गरी तुवालो आएर बस्ने गर्दथ्यो, तर दिस टाइम मेबी वी आर द लकिएस्ट वान। जस राम्रोसँग हेर्न पाइयो। अब हामी खाना खाने तयारीमा। चार्ज खाना खान्छ हो अहिले गोसाइकुण्डमै अब खाना खाने तयारी भइरहेछ। यो खाना खाएपछि हामी फर्किहाल्नेछौँ। खाना चाहिँ बरु सेलाउँछ तातो नहानी खुर्सानी, त्यही भएर खाना चाहिँ तातो नै सेलाइसकेको। भाइहरूले एकदम टाइगर छ। हाम्रो 303 608 केजी हुन्छ। हाम्रो